Hello everyone, welcome back to my channel and this is Miss Sammy. र आज चाहिँ हामी साथीहरु सबैजना गेट टुगेदर गरेको सडन प्लान अनप्लान थियो मेरो त झन् हिजो भर्खरै भेटेको हो शिखादी हिजो भर्खर भेटेको हैन हामी मार्केटमा भेटेको हो छक्का समय त यति भएको म त नि भएको एकछिन अड्केको यसलाई चाहिँ सरप्राइज दिएको कि लुकेर दोकानमा कस्तो भइराख्छ भन्दै त अलिकति आए भन्दै त के भन्छौ त्यसलाई के चाहिँ भन्दो रहेछ मेरो मन देखेको यसले यहाँबाट हिँडेको पनि छैन आज चाहिँ पत्ता दिँदैन मेरो बुढीले भन्दैछ ए बहिनी नेपाली बुझ्छौ बुझ्दैन ए म पनि अब बङ्गला अलिअलि बुझ्थे के अरे बोल्थे पारी के अरे यसले अलिअलि सिकाउँदै थियो बाङ्ला बोल्थे पारी बाङ्ला बोल्थे सिकेपछि हामी के अरे हामी এখন একটু বাংলা বলতে পারি একটু বাংলা বলতে পারি यो थियो मलाई सिकाउने तर अहिले छैन है अब हाम्रो यस्तो हुँदोरहेछ लाइफ है पहिला हामी अर्कै कस्तो थियो हाम्रो लाइफ हैन अहिले हामी सबैजना फाल्टो है बिहा सिया भएर सब त्यही त समीक्षा आइपुगेछ कि मलाई देखेर हार्टबिट भयो रे मम्मीहरु पनि तर्सिनु भयो हो अहिले बिटु मलाई यहाँ फेरि फाइनली वी रिच्ड यो के अरे गुल्मा यो के हो ब्रिज गुल्मा ब्रिज बादलहरु चाहिँ यस्तो दामी दामी भएको छ होला यस्तो थिएछ मलाई त थाहा थिएन यहाँबाट निक्लेको हामी चाहिँ यहाँ बिस्तारै जाँदै गर्दैछौँ यिनीहरूले चाहिँ टोटो बोलाएर आउँछ भनेर भन्दैछ सो बिस्तारै हिँड्दै गएको गरमले है मर्यो के भन्छ अब यहाँ ले त एक त छ फाइनली यहाँ घर आइपुगे र हप्ता गरम भएर मरे पुरा गरम जाम बेसी भएर कहाँ जस्तो लागेर भएको नि आज त र मेरो साथीहरूले चाहिँ अब मलाई गिफ्ट दिँदा हो हामी बिहामा आउनु पाएन भनेर मेरो बिहामा आउनु पाएन भनेर चाहिँ के रहेछ हिजो वाङचुको लागि सर्ट मेरो बुढाको लागि सर्ट दिएको रहेछ वाउ साडी थ्याङ्क यू मेरो साथीहरू मलाई यस्तो दामी साडी दिएकोमा थ्याङ्क यू भेरी मच कस्तो मन पर्यो मलाई हामी कति वर्ष बादमा गेट टुगेदर भयो र मेरो साथीको त झन् एकजना साथीको त झन् नानी नै भएको छ छोरा भएको छ र
आजको मेरो दिनको सुरुवात अनप्लान्ड थियो र भिडियो पनि मैले अनप्लान्डै गरेको थिएँ। प्लान चाहिँ केही भएकै थिएन, अचानक भएको रहेछ। सो यति नै थियो मेरो भिडियो। सी यू इन माई नेक्स्ट भिडियो। टिल देन टेक केयर, बाय बाय। एन्ड थ्याङ्क यू भेरी मच फर द ब्युटिफुल गिफ्ट to my lovely and dear friend